आज हाम्रो घुसरी गाउँमा छोरीपट्टिको बिहा छ। यी भान्से दिदीबहिनीहरू, भान्से बहिनीहरू, भान्से दाइहरू सबै सकिसकेछन्। यो के को मासु हो? यो के को मासु हो? वाकको यो दुईटै वाक हो न? कतिवटा हो काटेको? तिनवटा हेर्नु त। अनि 133 नि बुङ्गुर काटेको हाम्रो घुसरी गाउँमा हेर्नु यस्तो रमाइलो छ। हेर्नु त के अलि म रात पऱ्यो अनि हेर्नु कहाँ कहाँ बस्न खान्छ। हामीले यहाँ ठुलो सानो धनी गरिब केही हुँदैन, सब समान व्यवहार हुन्छ। त्यस्तो तल त्यो ठुलो सानो केही हुँदैन, सब समान व्यवहार। यहाँ छुट्याउने यताउति केही हुँदैन, समान व्यवहार। सबै चौरमा बसेर खाने हो, समान व्यवहार छ हाम्रो घुसरी मगर गाउँको बिहा। यहाँ धेरै मगर समुदाय हुन्छ। हामी 9, 10, 12, 13 घर छौँ छिद्री र बाहुन गरेर। हामी पनि मगर जस्तै भइसक्यौँ। यहाँ फेरि रोटी हो न, रोटीको भाग लगाइन्छ यसरी। यहाँ पुरै डोकोमा रोटी, यहाँ हेर्नु बियर पनि हो, सब हो कि। यहाँ त खाना पुरै फ्री हुन्छ। हाम्रो मगर गाउँ समाज घुसरी गाउँ हो। ल है के कसरी छोरी चाहियो भन्नु है, घुसरी गाउँबाट लैजानु होला। यहाँ खसीको झोल, यो खसी हो, खसीको झोल अरे हो, खसीको झोल। अनि उनी हो हेर्नु त, सब भान्सेहरूले खाना खानु भयो है। भान्सेहरूले खाना खानु भएको छ, भान्सेहरूले। अनि यो डोकोमा पुरै रोटी हुन्छ, पुरै रोटी हुन्छ। यहाँ रोटी छ, खसीको, कुखुराको, लोकल कुखुरा के खाने हो, पुरै आइटम हुन्छ। हाम्रो घुसरी गाउँ हेर्नु है कति रमाइलो छ। केटी चाहनुहुन्छ भने हाम्रो घुसरी गाउँमा कति छन् है नानीहरू यस्तो राम्रो खान्। हेर्नु त समान व्यवहार, धनी गरिब कुनै त्यस्तो भेदभावै हुँदैन, सबै यही पराला बसेर खाने हो। यतातिर बिहामा आउनुभएको यो छोरीपट्टिको घर, छोरीपट्टिको घर। अनि कस्तो रमाइलो छ, मलाई कस्तो मनपर्छ हाम्रो घुसरी गाउँ। यहाँको सामान व्यवहार चाहिँ एकदम राम्रो छ। अनि त्यो भाँडासाँडा माझ्ने पनि त्यस्तो भाँडा माज्ने मान्छे हुँदैन क्या। हाम्रो सबैले मान्ने हो भाँडा पनि। त्यहाँ भाँडा मान्ने मान्छे कोही छुट्याइने कि सबैले मान्ने हो। जसले भ्याउँछ त्यसरी भाँडा मान्ने गरिन्छ। त्यस्तो केही हुन्न, छुट्याउने यताउति केही हुन्न, समान व्यवहार। यतातिर के रमाइलो, यतातिर रमाइलो भइरह।